सो हेलो एभ्रिवान होइन अब चाहिँ तपाईँहरूको निमाज्यू चाहिँ ड्युटीबाट फर्केको है आमा घाम त के हो बिहानदेखि बेलुकासम्म लाग्दैछ त हौ हाम्रो दसैँको घाम त के हो तगडा छ त हौ योपालि त आमा थेत्तेरिका फेल खुवाउने रहेछ त हौ यो घामले त अन्त दिउँसै ड्युटीबाट फर्क्यो भन्ने रहेछ त अन्त ल के खालको घाम हो यो त आमामामा ल गाइस हेर्नुहोस् है आमामा बाटो त दामी छ नि सन्न यहाँ त बिस्तारै जानुपर्छ नि फेरि यो टर्निङमा चाहिँ हाम्रो बस्तीको भालेहरू कुद्दै गरेको हुन्छ कि प्ल्याट लाग्यो भने त फेरि दसैँमा काट्ने भालेहरू अहिले मारिपठायो भने त भालेको मालिकले फेरि मलाई मार्छ नि गाइस। सो हेर्नुहोस् है यहाँ चाहिँ अलिक अप्ठ्यारो अप्ठ्यारो छ नि त पहिरो गएको थियो होइन गाइस आमामामामामामा आउँदो रहेछ हाम्रो दाजुहरू स्कुटीतिर हो छुट्टी भयो नि त सबैको गाइस कोही यता कुद्छ कोही उता कुद्छ हेर्नुहोस् न हौ आमा भ्यू चाहिँ यत्तिको हुनु पऱ्यो नि त हौ माथि हेर्नु त डाँडाहरू थेत्तेरिका लो गाइस बेसी भिडियो बनाउनु हुँदैन यति नै लस बाई बाई एभ्री वान।